कति दिन भयो बा यो सुरु गर्नुभएको? 22-23 आइतबार 22 16 23 मंगलबार 24 बुधबार 25 दिन भएछ सर। ए 25 दिन भयो? ए के बुन्न सक्नुहुने भयो त तपाईहरुले? अब हामीले कुर्सी बाँसको कुर्सी बन्यौ। हजुर। अनि त्यसपछि टुल बनाइयो। हजुर। अनि त्यसपछि ढुङ्गा झुन्डाउने ह्याङ्गर बनाइयो। हजुर। अनि नमस्कार। मोबाइल राख्ने मोबाइल दानी बनायौँ। हजुर। त्यसपछि माछे काडे ब्रसदानी। हजुर। अनि त्यसपछि यो अहिले चाहिँ मोडामा ए कतिको सजिलो हुँदो रहेछ त नि बुन्न? अब जान्यो भने त अब सजिलै नै हुने रहेछ नि, मान्छेले गर्ने हो। तर अहिले भर्खर सुरु हुनाले अप्ठ्यारो महसुस हुँदो रहेछ। ए पहिला पनि गर्नु भएको थियो यस्तो काम तपाईले? ए अहिले सिक्नु भएको? हजुर अहिले सिक्नु भएको? अहिले सिकेकै छ। ए ल भनेपछि अब गर्न सकिन्छ भन्ने चाहिँ भयो तपाईलाई? गर्न सकिने रहेछ सर। ए ल ल ल ल हुन्छ धन्यवाद है। हुन्छ हस्। यता पनि छ यो भित्र छ मेन चाहिँ हैन? भित्र हाम्रो भित्र छ मेन चाहिँ हो। यहाँ बुवाले नि मुरा नै बनाउँदै हुनुहुँदैछ। बुन्दै गरेको। हजुर। ल यो भित्र चाहिँ मेन छ है त। भित्र मेन छ। ल सबैजनालाई नमस्कार छ है त। ल यहाँ त सिप सिक्दै हुनुहुँदो रहेछ हैन? ए अहिलेसम्मको हजुर। फिनिसिङहरु अहिले कलर गर्न बाँकी होला यो मसिनो टुलहरु। ल यहाँ चाहिँ आज हाम्रो लुङदुधको सी गाउँपालिका वडा नम्बर 5 जुबुको वडा अध्यक्ष आदरणीय चन्द्रबहादुर राईजी हुनुहुन्छ। म उहाँको वडामा आइपुगेको छु। उहाँसँग यहाँ सिप सिकिरहेको चाहिँ मैले देखेँ यो वडामा। यो सम्बन्धी केही छोटो कुराकानी गर्न चाहन्छु। अध्यक्ष यहाँलाई नमस्कार। यहाँ यो सिप चलिरहेको छ भन्ने त सुनिरहेको थियौँ हामीले हैन? यो के वडाकै बजेटले चाहिँ यो कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ कि यो अन्य केही स्रोतबाट अरू केही संस्थाहरूबाट गर्नु भएको छ? सुमन सर यो पालिकाकै यो के भन्छ गरिबी निवारणका लागि लघु उद्यम शाखाको चाहिँ पालिकाको ए हजुर। ए हजुर। ए हजुर। मात्रै हामीले त ल है यसो सिपहरू सिकाइदिनुहोस् हजुर भनेर अनुरोध गरियो पालिकालाई। हजुर। गत साल पनि 2-3 वटा कार्यक्रम सञ्चालन गरिएको थियो। हजुर। घरेलुबाट चाहिँ यो हाउस वाइरिङ सञ्चालन गरियो। त्यसपछि पालिकाकै यो लघु उद्यम विकास शाखाबाट चाहिँ 15 दिने चाहिँ सरकारी गाडी तालिम ए हजुर। र 18 दिनको चाहिँ मौरी पालन। मौरी पालन त 1 महिनै हो क्या सञ्चालन गरिएको थियो। त्यो चाहिँ गत साल? गत साल हजुर। गत साल नै यो 5 वटा बन्ने सिपहरू चाहिँ गत साल नै सञ्चालन गर्नु खोजेको। हजुर। तर सिक्ने इच्छुक साथीहरू अलिक थोर हुनुभयो। त्यसकारण मौरी पालन कार्यक्रम सञ्चालन गरियो। त्यसपालि पनि यो लघु उद्यम शाखाको सर प्रेम बुढा सरलाई चाहिँ ल प्रेम सर अब यसपालि पनि चलाउँ कि कार्यक्रमहरू छ भने चलाइदिनु। विशेषतः बाँस धेरै पाइने भएको हुनाले बाँसबाट बन्ने नै सामान एकपटक चलाउन है भनेर अनुरोध गरिएको थियो पालिकालाई। हजुर। तदनुसार पालिकाबाट यो कार्यक्रम चलिरहेको छ। लगभग अब समापन पनि नजिक। अब प्रेम सर शाखाको प्रमुख सरले नै अब शनिबार 6 गते समापन गर्नु कि भन्दै हुनुहुन्छ। अब हेरौँ अब केही प्रशिक्षक सर यता प्रेम हाम्रो पदम सरले अलिअलि आइटमहरू बाँकी नै छन् मसिना टुल्सहरू भ्याइएछ भने केही दिन समापन गरौँ।
नभए एक दिन पछाडि लैजाउँ भन्ने सल्लाह पनि प्रशिक्षक सरबाट भइरहेको छ। अब धमाधम उहाँ त 10,000 त्यस्ता हुनुहुन्छ प्रशिक्षार्थीहरू पनि। हजुर अब हेरौँ के हुन्छ। अब त अन्तिम आयो। यो पनि 1 महिने हो। एक महिने। 1 महिने चाहिँ ट्रेनिङ भइराखेको छ। जस्तै यो 1 महिना ट्रेनिङ गराउँदै गर्दा नि चन्द्र सर, यो अहिलेसम्म पनि यति धेरै बास उपलब्ध हुँदै गर्दा अलिक ढिलो गरिएछ यो कार्यक्रम भन्ने लागेन हजुरलाई? अब यसो भयो, अब उहाँहरू नयाँ सिकारु। हजुर। अब 10,000 चाहिँ व्यस्त, कसैले त यहाँ सिकारु सर दाजुभाइहरूले त भोलिसँगै नै सक्नुपर्ने काम हुँदाखेरि बेलुका 5 बजीसम्म पनि फेरि प्रशिक्षक सरलाई राखेर त्यो साथीकै रेसियोमा पुग्नलाई समेत पनि अझ 9-10 घन्टा पनि खट्दैछन्। अब स्पिडमा त गइरहेकै हो। मुख्य चाहिँ यो ठुलो यो कुर्सी र यो राउन्ड टेबल बनाउँदा चाहिँ धेर समय लाग्यो। अब पहिला पनि अलिअलि सिकेको साथीहरू भए सिकाउनलाई पनि सजिलो पर्थ्यो होला। सिक्ने साथीहरूलाई पनि सजिलो पर्थ्यो होला। अलिक धेरैवटा आइटमहरू सञ्चालन हुन सक्थ्यो होला, सिक्नु सक्थ्यो होला। अब मोटामोटी अब गाउँघरमा हिजोका कृषि कार्यमा लाग्ने टोपको नाङ्लोहरू मात्रै बुनेका। अब यो चाहिँ सिप नगरिएको हुनाले यो नौलो नै भयो। त्यसकारण सरले भन्नुभयो जस्तो अलिकति समयअनुसार उपलब्धि अलिक ढिलो भएको। मैले जोड्न खोजेको चाहिँ केही गत साल पहिलाकै वर्षहरूतिर पनि होइन गर्न पाइएको भए यो उत्पादन त अहिले अलिक बढी सक्थ्यो होला नि त होइन भन्ने चाहिँ मैले जोड्न खोजेको थिएँ। अनि कतिजना मैले त सोचेको थिएँ। हजुर। तर अब सम्भावना भएन, यसपालि चाहिँ सञ्चालन गरियो। हजुर। ढिलाइ भए पनि जे होस् होइन, धेरै राम्रो कामको सुरुवात भइएछ। यहाँ कतिजना हुनुहुन्छ यसपालिको यो ट्रेनिङमा? अब 14-15 जना थियो सुरुमा। हजुर। अब 3-4 जना चाहिँ साथीहरू जीवनमै चुयाएको काम नगरेको हुनाले कोही पहिल्यै दिन, कोही दोस्रो तेस्रो दिनबाट छोडेर गए। अहिले चाहिँ लास्टसम्म चाहिँ 10 जना। 10 जना हुनुहुन्छ। 10 जना चाहिँ हुन्छ अहिलेसम्म भनेको। 10 जना चाहिँ अब यो कार्यक्रम समापन हुँदासम्म पनि चाहिँ रहने अवस्था छ। यो उत्पादन त हामीले सुरु गरेछौँ सर होइन। के सोच्नु भएको छ यो उत्पादनलाई हामीले चाहिँ अब उत्पादन गरेर मात्रै त भएन होइन। भोलि चाहिँ यही सिपबाट चाहिँ जीविकोपार्जन गर्नुपर्ने भएकोले यसलाई बिक्री वितरण पनि त गर्नु पर्यो होइन। त्यसको लागि चाहिँ के हेर्नु भएको छ, के सोच्नु भएको छ, कहीँ कन्ट्याक्ट गर्नु भएको छ, कसरी यो उहाँहरूको सिपलाई चाहिँ अन्यत्र लगेर बिक्री गर्न सकिन्छ भनेर सोच्नु भएको छ? यो सालको चाहिँ अब नमुनाको लागि पालिका र वडामै नै आदि सामग्रीहरू राख्ने। त्यसपछि अब केही टुल्सहरू उहाँहरूले बनाउनु भएको चाहिँ 1-1 पिस 2-2 पिस उहाँहरूलाई घरमा पनि यसो हेर्दै सिक्नको लागि दिइन्छ। र उहाँहरूलाई प्रत्येक 10 जना साथीहरूलाई दाजुभाइहरूलाई चाहिँ फुर्सदको बेला पनि घरमा सिक्नु पर्यो, सिक्नु पर्यो भनेर यो सामग्रीहरू चाहिँ निर्माण सामग्रीहरू चाहिँ टुल्सहरू चाहिँ प्रत्येकलाई 1 सेट उपलब्ध गराउने कुरा यता हाम्रो शाखाको सर र प्रशिक्षक सरबाट पनि भइरहेको छ। अब यो करिब वर्षा लागिसकेको हुनाले असोजबाट चाहिँ उहाँहरूलाई बिर्सिनु पनि सक्नुहुन्छ। अब यो आउने आर्थिक वर्षभित्र पनि अलिकति टुल्सहरू समूहमा नै कार्यक्रम आउने साल पनि सञ्चालन गर्ने मन छ। त्यसको लागि टुल्सहरू किन्नको लागि यहाँहरूलाई चाहिँ समूहगत रूपमै नै वडाले अलिकति बजेट व्यवस्थापन गरेर सामग्रीहरू अलिकति खरिद गर्ने मनसाय पनि गरिरहेको छ वार्डले। र अब असोजबाट चाहिँ उहाँहरू फुर्सद भइसकेपछि फेरि यसै गरी हप्तामा उहाँहरूलाई 2 दिनको दरले हुने गर्ने काम त सामान दिएपछि घरमा पनि बनाउनुहुन्छ। समूहगत रूपमा चाहिँ अलिकति हिउँदो लागेपछि फेरि वडामा चाहिँ सञ्चालन गर्ने र त्यसको लागि उहाँहरूले उत्पादन गर्नुभएको सामग्रीहरूलाई चाहिँ बजारको व्यवस्था अब पालिकासँग सहकार चाहिँ गर्दै वडाले पनि हरेक ठाउँहरूमा सम्पर्क गर्दै बजारको व्यवस्था पनि गरिदिनु पर्यो भनेर सोच गरिँदैछ।
भनेपछि अर्को सालको लागि पनि रिफ्रेसमेन्ट ट्रेनिङको लागि ओडाले तयारी गर्छ होइन सर? ए यो धेरै आइटमको जस्तो देखिन्छ यहाँ झुन्डी राखेका छन् होइन सर? के हो त यो आइटमको नामहरू केही हजुरलाई याद छ? यो माथितिर देखिएको छ। यसलाई चाहिँ एकपटक प्रशिक्षक हाम्रो सरलाई म अनुरोध गर्छु। हुन्छ यहाँ ए हुन्छ नमस्कार सर। आइटमहरूको विषयमा जानकारी दिनु चाहिँ यो चाहिँ हाम्रो कपडा राख्ने फोल्ड ह्याङ्गर हुन्छ। ए हजुर। यो कहीँ जानु पर्यो हामीले यसरी झोलामा बोकेर हिँड्न सकिन्छ पट्याएर। अनि केही समयको लागि कहीँ बस्नु पर्यो भने ठुलो बनाउने हजुर। यसरी दुईवटा किला ठोक्ने कपडा आफ्नो राख्ने अनि फेरि लिएर हिँड्ने फोल्ड हुन्छ। फोल्डिङवाला छ यो। फोल्डिङ ह्याङ्गर भन्छ यो। हजुर। त्यसपछि यो माथि देख्नुहुन्छ यो फोटो फ्रेम हुन्छ। फोटो फ्रेम, प्रमाणपत्र फ्रेम, ऐना फ्रेम जे राखे पनि भयो। यो चाहिँ हजुर। यो चाहिँ जालीमा अलिकति ठुलो खालको बनाइएको छ। यसैको फेरि सस्तोबाट अलिक सानो खालको यहाँ छ। ए यो यसको मूल्यमा पनि फरक पार्न सकियो यसलाई? फरक, कस्ट पनि फरक। ओहो। यो अलिकति बढी मूल्य पर्यो भने यो अलिक कम पर्छ। फरक फरक खालको छ। हजुर। त्यसपछि यो फोल्ड ह्याङ्गर भयो। त्यसपछि यो कहीँ ब्रसहरू मन्दालहरू राख्नको लागि ब्रस माछी काट्ने ब्रस चाहिने यसो सो पिस पनि भयो। हजुर। यसो केही खतरा खतरो राख्नको लागि यो बनाइएको हो। अरू सामान पनि यसमा मल्टिपल युज गर्न सकिन्छ होइन सर? हजुर। त्यसपछि यो चाहिँ अपुरो छ, पुरा भएकै छैन। यो चाहिँ विभिन्न साइजमा चाहिँ यो पनि फ्रेम हो मायाको चिन्हको लागि। ए किस्ती हुन्छ। हजुर। ट्रेको रूपमा चाहिँ रेडी भइसकेको छ। हजुर। यो तयारी भएको छ हजुर। यो चाहिँ यसरी काहीँ कसैलाई यसो चिन्नु यसो चिया राखेर दिन। हजुर। अलि ठाडो पारिदिनुहोस् त सर, त्यसले अलि राम्रो देख्ने। ओहो निकै राम्रो आकर्षक रहेछ है। यो कम्प्लिट भएको छैन, यो बन्दैछ, अब तयार हुन बाँकी छ। हजुर। अनि यो चाहिँ यसो अहिलेको समयमा विशेष मोबाइलमा मान्छेहरू अलिकति आकृष्ट भएकोले मोबाइलहरू राखेर हजुर टक्कसँग यसरी मोबाइल राखेर हेर्नको लागि हजुर मोबाइल स्ट्यान्ड ए मोबाइल स्ट्यान्डको लागि हो। हजुर। ए यो चाहिँ अफिसियल युजको लागि हजुर धेरै राम्रो छ। हजुर हजुर। यो चाहिँ कपहरू बनाइएको हो। ए कप यहाँ नजिक अलिकति नजिक नै हेरौँ सर है यसलाई। हजुर। ए यो ह्यान्डमेड हो होइन सर? ह्यान्डमेड हो, हातले नै सधैँ यो मेसिनले बनाइएको छैन। हजुर। त्यसपछि यो चाहिँ तपाईँको कार्यालयमा चाहिँ यहाँ हाम्रो कार्यालयमा चाहिँ अलि छरपट्ट सामानहरू देखेर स्टाम्प प्याडहरू खतरा खतरो राख्नको लागि चाहिँ बनाइएको हो। ए हजुर हजुर। यसो बाँसको कपलाबाट जोडेर बनाइएको हो। यो जोड्ने चाहिँ के हामीसँग छ केमिकल। ए केमिकलले जोडेर। ए हजुर। त्यसपछि यो चाहिँ राई संस्कारमा चाहिँ यसो यो यहाँ लाएर चिन्डोको स्वरूप ए हरेक खालको सामान बनाउन सकिने रहेछ होइन सर? बनाइएको हो। हजुर। यो पनि फिनिसिङ हुन बाँकी छ। हजुर। त्यसपछि यो चाहिँ कार्यालयमा हामीसँग चाहिँ यो विभिन्न कार्यालयमा चाहिँ मैले देखेँ यो एउटा मात्रै काम गर्ने नेम प्लेटको मात्रै काम गर्ने हुन्थ्यो। हामीसँग चाहिँ नेम प्लेटको काम गर्यो, त्यसपछि गएर यहाँ पेन राख्ने डट पेन राख्ने काम गर्यो दुईवटा कार्यालयमा। त्यसपछि यहाँ झन्डाहरू राख्ने काम गर्यो, झन्डा पनि बाँसैको बनाइयो। ए झन्डा पनि बाँसकै है? बाँसैको। ओहो त्यसपछि यहाँ चाहिँ डेट राख्ने काम गरिन्छ, डेट होल्डर अथवा भिजिटिङ कार्डहरू राख्नको लागि बनाएको। एउटै सामानले 3-4 वटा काम गर्छ, प्रत्येक शाखामा अनिवार्य आवश्यकता हुन्छ। यो तयारी गरिएको विभिन्न छ। त्यसपछि यो चाहिँ यसो होटल हुँदै चाहिँ चम्चाहरू खतरा खतरा राख्नको लागि बनाएको चम्चा स्ट्यान्ड। चम्चाहरू राख्नको लागि जस्तै त्यो हुन्छ नि सर, त्यो के भन्छ पेपर राख्नको लागिहरू पनि होइन, टिस्यु पेपरहरू राख्ने पनि मिल्छ। टिस्यु पेपरको लागि चाहिँ हाम्रो छुट्टै खालको बन्छ। ए टिस्यु पेपर होइन, यो चम्चाहरू राख्नको लागि चाहिँ विशेष गरी होटल हुँदै अलिकति काम दिन्छ। हजुर। टिस्यु पेपरको लागि चाहिँ छुट्टै खालको बन्छ, अथवा पेनहरू मार्करहरू राख्न अफिसमा पनि काम दिन्छ। टिस्यु पेपरको बक्स चाहिँ हामीले बनाउनु भएको छैन, आइटम धेरै बन्छ। हजुर धेरै आइटम बन्छ। अनि विशेष गरी होटल व्यवसायको लागि चाहिँ यो सिलौटाहरू स्टेटको लागि बाँसैबाट हो सबै। हजुर। त्यसपछि यो चाइनिजले यसो बाँसको एउटा भाटा बेचिराखेको छ, हाम्रो नेपालीको पनि भाटा विकास हो हामीले यो ढाँट कन्याउनलाई पनि होइन धेरै काम छ। यिनै बनाउन सकिँदो रहेछ त होइन, यस्तो राम्रो राम्रो हजुर चाइनिजले बेचिराखेको देखेर हामीले निर्माण गरेको हो। हजुर। यस्तै अरू आइटमहरू विभिन्न आइटमहरू बन्ने क्रममा छ, बन्दैछ कतिपय। हजुर। यो चाहिँ यो कुर्सी मुढा भन्छ यसलाई चाहिँ। हजुर कुर्सी मुढा। यो पनि सबै साइजमा छ, हजुर। ठुलो सबै साइजमा छ, सबै साइजमा छैन।
हामीले अब यो कुर्सी मुढापछि मुढा बनाउँदैछौँ। हजुर त्यसपछि अरू पनि विभिन्न आइटमहरू अरू धेरै छ आइटमहरू धेरै सकिन्छ। भनेको हजुरले यो 1 महिनाको ट्रेनिङमा चाहिँ सबै आइटमहरू बनाउन सकिन्न होइन? सकिन्न यो चाहिँ हो। यस्तो हुन्छ सर, यो चाहिँ कस्तो भने यो चाहिँ तालिम लामो अवधि 3 महिना हुन्छ। हजुर छोटो अवधि 45 दिन 1.5 महिनासम्म हुन्छ। अब कसैले छोटो अवधि 1 महिनालाई पनि मान्छ, 15-20 दिन पनि हुन्छ। हजुर सीमित आइटमहरू बनाउनलाई 15-20 दिन पनि हुन्छ। थुप्रो आइटम छ नि, कुर्सी टेबल हामीले जे कल्पना गर्छौँ त्यो बनाउन सकिन्छ बाँसबाट। हो हो जीवनमा चाहिने अरू सबै आवश्यकता परेको चाहिँ बाँसबाट बनाउनु। जति प्लास्टिक हुन्छ बाँसको त्यति नै बनाउनु। भनेपछि अहिले जुन आधुनिक रूपमा हामीले चाहिँ प्लास्टिकलाई प्रयोग गर्दै आएका छौँ विभिन्न होटल रेस्टुरेन्टहरूतिर होइन, चाहिँ चाहिने अधिकांश सामानहरू यही बाँसबाट निर्माण गर्न सकिन्छ है सर? निगालोबाट हो हाम्रो पहाडी भेगमा धेरै जातहरू बाँसहरू पाउँछ। हो बेतबाट त अझ राम्रो त्यो त अलि नरम पनि हुन्छ भन्छन् होइन? जुन हजुरले के अनुभव गर्नुभयो यो हाम्रो गाउँमा उपलब्ध भएको बाँसबाट सबै सामानहरू चाहिँ निर्माण गर्न सकिन्छ है? सबै निर्माण गर्न सकिन्छ पहिलो कुरो। दोस्रो कुरो अहिले बाँसको काम गर्नको लागि यो सिजन अफ भइसक्यो, सिजन होइन। तर लेकाली भेगमा अलिकति हिमाली भेगतिरको बाँसहरू चाहिँ धुले अहिले लाग्दैन। तराई भेगमा चाहिँ अहिले धुले लागिसक्यो। बाँस चाहिँ अझै स्तरीय क्या तराईको। अनि यहाँ सामान राम्रो क्वालिटीको सामान उत्पादन गरेर अरू ठाउँमा लगेर पनि व्यवसाय गर्न सकिन्छ, उत्पादन गर्न सकिन्छ। बाँस त्यतिकै खेर गइरहेको छ। पहाडी भेगको बाँस त अझ तराई भेगको भन्दा अझै स्तरीय हो। सिजनको कुरा गर्नुभयो नि सर, यो यहाँको हाम्रो पहाडको यो बाँसको काम गर्ने पर्फेक्ट सिजन चाहिँ कुन समयमा हो? सिजन त कार्तिक मङ्सिर पुस माघसम्म चाहिँ राम्रै हुन्छ। माघदेखि उता बाँसमा पाउला फुलेपछि बाँसको पानीको मात्रा अलिकति बढी हुन्छ। पानीको मात्रा बढ्ने बित्तिकै धुलिया बढी लाग्ने हुन्छ। त्यो ट्रिटमेन्ट पनि गर्छौँ गर्न त, तर त्यही पनि सिजनमा अलिकति छेपारेर काट्दा अलि राम्रो हुन्छ। भनेको सामानको लाइफसँग त्यो चाहिँ जोडिने कुरा भयो होइन? टिकाउ अलिक कम्ती हुन्छ पछाडि गरिएको। अलिकति धुलियाले दुःख चाहिँ दिन्छ अहिले यतिखेर ट्रिटमेन्ट नगरिकन तराईको लागि। यहाँको लागि चाहिँ खासै अलिकति चिसो भेगको बाँस चाहिँ अनि त्यति देखिँदैन अहिलेसम्म। अब यहाँ पछि पनि अब तराईमा तालिन्छ, तर उहाँ त लागिसकेको अस्ति बाँस गर्न लागिसक्यो। अब यहाँ चाहिँ तपाईँको अहिले नै हामीले काटेर ल्यायौँ भने पनि उहाँ जस्तो अलिकति बढी दुःख दिने चाहिँ छैन। ए भनेपछि हजुरले ट्रेनिङ त धेरै ठाउँ दिनुभयो होला है अहिलेसम्म? नेपालको धेरै जिल्ला गइसक्यो। भनेपछि यो बाँसको नि काम गर्ने चाहिँ अब चाहिँ कतिवटा ठाउँहरू चाहिँ छ होला? कति उत्पादन कति रूपमा चाहिँ उत्पादन भइराखेको छ अहिले नेपालमा? नेपालमा भर्खरै जिल्ला खटाङ जिल्लामा बाँस सम्मेलन भयो। धेरै जिल्लामा बाँसको उत्पादनहरू हुन्छ। अब हामी पनि धेरै सिक्न बाँकी नै छ। धेरै विज्ञ मान्छेहरू हुनुहुन्छ है। हामी पनि अब त्यति धेरै ठुलो विज्ञ त होइन, गरेरै जानिने हो। धेरै कुरोहरू जान्न बाँकी नै छ। त्यही पनि मैले धेरै नेपालको पश्चिमी जिल्लाहरूमा, पूर्वी जिल्लाहरूमा, सबैतिर जिल्लामा धेरै जिल्लामा जाँदाखेरि चाहिँ सम्भावना धेरै देखेको छु। बाँसको क्षेत्रमा काम गर्ने चाहिँ अब पश्चिमी जिल्लामा पनि हुनुहुन्छ, पूर्वतिर पनि हुनुहुन्छ, सबै क्षेत्रमा हुनुहुन्छ। तर अरूको अनुपातमा अलिक कम हुन्छ। उत्पादन अलिकति कम भएकोले गर्दाखेरि ग्राहकले तुरुन्त सामान खोजेको बेला पाउँदैन, नपाएपछि अनि अब कम के अब जस्तै उत्पादन नहुने, थोरै उत्पादन हुने, त्यसपछि अलिकति कस्ट बढ्ने, प्रतिस्पर्धा नहुने त्यस्तो अवस्था छ। अब बाँसको क्षेत्रमा भर्खरै सम्मेलनमा पनि अब विविध कुरोहरू उठेको छ। केही होला सबैतिर पर्याप्त सामान पाउँछ, सबैले उत्पादन गर्नुहुन्छ। सबै जिल्लामा चाहिँ बाँसको क्षेत्रमा चाहिँ बाँसले चाहिँ यो काम गर्छ भन्ने सबैले बुझ्नुहुन्छ। धेरै काम हुन्छ। बाँसको भुचिए रोक्ने काम गर्छ, बाढी पहिरो रोक्ने काम गर्छ, पानीको स्रोत सङ्कलन गर्ने काम गर्छ। फाइदाकै रूपले हेर्ने हो भने त बेफाइदा त केही छैन, सबै फाइदा छ। बाँस मात्रै रोपेर चाहिँ होइन, यसलाई चाहिँ जगेर्ना गर्न सक्यो भने यीबाट चाहिँ बेचेर पनि आम्दानी गर्न सकिने चाहिँ बेचेर आम्दानी गर्न सक्छ। त्यसले माटो दह्रो बनाएर राख्छ, भुचे हुन दिँदैन, बाढी पहिरो रोकथाम गर्छ। त्यसपछि गएर तपाईँको त्यहाँबाट केही आय आर्जन लिन सकिन्छ। न बाँदरले दुःख दिने भयो, न केही बँदेलहरूले दुःख दिने भयो, केहीले दुःख दिँदैन। यसो बल्छा खाल्सीमा रोपेर तत्कालै आम्दानी लिन सकिन्छ क्या। लामो समय कुर्नु पनि परेन। एउटा तपाईँको एउटा कुर्सी बनाउन मानिलिउँ, कल्पना गर्नुहोस्, एउटा कुर्सी गर्नु तख्ता अथवा यो फ्ल्यागहरू 10औँ-20औँ वर्ष कुर्नुपर्छ अरू काठ। बाँसको त यसपालि रोप्यो भने 2 साल 3 सालमा काटेर तयारी गर्न सकिन्छ।
अनि छेक पारेर अलिक ट्रिटमेन्ट गरेर राम्रो तरिकाले क्वालिटीको सामानहरू बनायो भने लामो समय टिक्दो पनि हुन्छ, धेरै समय टिक्छ, टिकाउ पनि छ यसको होइन सर। हजुरले भन्नु पनि अब चाहिँ यसको सामान उत्पादन गर्न सकियो भने बजारको चाहिँ यहाँ खाँचो हुँदैन यसको है। बजारमा प्रायः गाउँघरमा नै हुने सामानहरू जस्तै कुर्सी, टेबल, डेस्क, बेन्च, अब सबै सामानहरू गाउँघरमा काम दिने सामानहरू नै हो है। मुढाहरू काम दिने हो, जस्तै मुढाको अर्को एउटा यहाँ कल्पना गरिएको छ, एउटा मुढाभन्दा सस्तो यो टुल बाँसैबाट बनेको छ। यो चाहिँ टुल यो टुल बाँसैबाट बनेको हो। हजुर। यतिको लागि चाहिँ बाँसमा भएको यसो ठुटाखाटी काटेर बनाएको हामीले। धेरै बाँस 1-2 घना बाँस लाग्ने पनि होइन है। अनि थोरै बाँसबाट छिटो हुने, आखिरी त्यही बस्नको लागि युज गर्ने हो। अनि छिटो पनि हुन्छ, सस्तो पनि पर्छ मुढा। अनि कहीँ डोरी खोज्नु परेन, दुनियाँ टेन्सन भएन, थपक्क बारीको पाटाबाट काटेर ल्यायो, थपक्क बनाएर तयारी गर। अनि यही हिसाबले हेर्ने हो भने तपाईँको बाँसको सम्भावना चाहिँ धेरै छ। सबै जिल्लामा अब व्यापक गरिराखेको अवस्था छैन, धेरै ठाउँमा गर्नु भएको छ, धेरै धेरै छोड्नु पनि भएको छ। अब तालिम लिएर तत्कालै हामी फाइदा खोज्छौँ, बिस्तारै गर्दै गर्दै हुने हो कि तत्कालै। अब यहाँ तालिम सिकेर घर जाने बित्तिकै तुरुन्त एकैचोटि फाइदा लिन त सम्भव हुँदैन, बिस्तारै गर्दै जानुपर्छ। अभ्यास गर्दै गएपछि माग आउँछ, माग आएपछि डिमान्ड पुरा गर्दै जाने सम्भावना छ। भनेपछि हजुरले देख्दाखेरि हाम्रो गाउँपालिकाले होइन यस्तै बाँसबाट बन्ने यो सिपमूलक कार्यक्रमहरू ल्यायो भने चाहिँ राम्रो हुन्छ होला होइन? राम्रै हुन्छ। तपाईँको तालिमहरू चाहिँ मैले चाहिँ के देखेँ भन्नुहुन्छ भने धेरैवटा तालिमहरू चाहिँ हेर्दा चाहिँ म चाहिँ अब यही क्षेत्रमा भएकोले म यही गरिरहेको छु। स्थानीय स्रोत साधनबाट जे तुरुन्तै कच्चा पदार्थहरू उपलब्ध हुन्छ त्यो तालिमहरू चाहिँ सबै चल्दो रहेछ। अब कच्चा पदार्थहरू सम्पूर्ण सामानहरू चाहिँ बाहिरबाट आयात गर्ने मात्रै हो भने त त्यहाँ त्यो ठाउँमा केही पनि भएन, सबै बाहिरकै निर्भर पर्ने हो भने त अलि सफल नहोला कि अनुमान मेरो। अनि यहाँ त हामीले त बारी दुनियाँ बाँझो छ, खाली जग्गाहरू दुनियाँ छ, प्रशस्त बाँस लाउने हो भने बाँस त आफै पनि बिग्छ, बाँसै पनि बिग्छ। अनि बिस्तारै एकैचोटि पुरै बन्द भन्दा पनि बिस्तारै यहाँ हाम्रो उत्पादन, बाँसको उत्पादनहरू सबै खालको आवश्यकता, मान्छेलाई आवश्यकता पर्ने सबै सामानहरू उत्पादन हुँदै गयो भने त बिस्तारै बिस्तारै प्लास्टिकको बेफाइदा के हुन्छ भनेको सबैले बुझ्दै जान्छ। अनि बिस्तारै बिस्तारै प्लास्टिक बन्द भएर हाम्रो सबै बाँसैको मात्रै चल्दै हुन्छ। अनि पर्यावरणीय रूपमा, वातावरणीय रूपमा पनि चाहिँ होइन यो चाहिँ एकदम स्वच्छ भयो होइन, सुलभ रूपमा चाहिँ उपलब्ध हुने चाहिँ कच्चा पदार्थ पनि भयो बाँसहरू होइन। आफ्नै जिल्लामा आफ्नै ठाउँमा उत्पादन हजुर, बाहिर खोज्न जानु पनि परेन। हो त्यसो भयो नि सर। अब हामीले यो कार्यक्रमलाई नि तयारी गरेर गाउँपालिकाले तयारी गर्यो भने तपाईँ जस्तो जनशक्ति जो यहाँ सिप सिकाउन आउने त चाहिँ जनशक्ति हामीले पर्याप्त मात्रामा पाउन सक्छौँ है? होइन, सकिन्छ। अब हाम्रो म मात्रै नभइकन नेपालको धेरै जिल्लामा हुनुहुन्छ हजुर, हाम्रो सरहरू हुनुहुन्छ, हामीभन्दा विज्ञ सरहरू पनि हुनुहुन्छ हजुर। अब हामी चाहिँ अहिले नेपालमा चाहिँ चाइनाको पछि पछि कुदिरहेको छौँ कि चाइनाले चाहिँ कस्तो कस्तो राम्रो क्वालिटीको सामानहरू, दुनियाँ चकित पार्ने सामानहरू तयार गरिरहेको छ, हामी चाहिँ त्यता पछि कुदिरहेको छौँ। त्यो खालको प्रविधि, त्यो खालको मेसिन औजार, त्यो खालको टुल्सहरू भयो भने त हामी चाहिँ के हामी पनि त गर्न सक्छौँ नि त। सकिन्छ सकिन्छ। अलिकति विज्ञ मान्छेलाई अझ विज्ञ बनाउने, अलि तल्लो स्तरको मान्छेलाई त्यसलाई पनि उकास्दै ल्याउने, विज्ञ बनाउँदै ल्याउने हो भने त जनशक्ति नेपालमा कम छैन। यसको ट्रेनिङको के छ, कोर्सहरू तयारी भएको छ कि? मैले चाहिँ गरेको 3 महिना कोर्स हो हजुर। त्यसपछि फेरि 1.5 महिना कोर्स गरेको छु हजुर। यो चाहिँ अहिले मैले थाहा पाएँ, जहाँसम्म थाहा पाए अनुसार त होला, अब धेरै धेरै लामो अवधि होला। यो चाहिँ लामो अवधि 3 महिना, मध्यम अवधि 45 दिन, छोटो अवधि 1 महिना, 15-20 दिन त्यस्तो थाहा पाइरहेको छु। कति भयो हजुरले ट्रेनिङ लिनुभएको चाहिँ सर? मैले त धेरै अगाडि 63 सालदेखि निरन्तर यही काममा हुनुहुन्छ? बिचमा छोडेँ हजुर। अनि अलि धेरै कमाइ हुन्छ कि भनेर बाहिर पनि गएँ। अनि यसो विचार गरेँ बाहिर भन्दा त बरु यहीँ हुने, फेरि छोडेर घरतिरै बसेँ। केही समय मैले आफ्नै व्यवसाय गरेर पनि बसेँ। अनि अब व्यवसाय गरिरहँदाखेरि चाहिँ के हुँदो रहेछ भने कि चाहिँ अब पार्टनर अर्को साथीहरू भयो भने ठिकै, अब काहीँ तालिममा पनि हिँड्नु पर्ने, व्यवसाय पनि गर्नु पर्ने, दुवैपट्टि एकजनाले अलि सम्भव देखिएन। बिस्तारै अब डिमान्डहरू पुरा गर्न सक्न छोडियो। अनि तालिमतिर हिँड्न थालेपछि अब मागहरू आउने, अनि गरिदिनु भन्न थालेँ। अनि तालिममा हिँड्दै गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय घट्दै जाने, अनि गर्दै गर्दा अहिले चाहिँ व्यवसाय ठप्प नै छ, बाहिरै कुदिरहेको। व्यवसाय चाहिँ के बास सम्बन्धी गर्नुभयो? माग डिमान्डहरू आउँथ्यो, ठुलो व्यवसाय थिएन, सामान्य यसो गाउँघरमा बसेर उत्पादन गरिँदै थियो, अनि मागहरू आउँथ्यो, डिमान्डहरू पुरा गर्दै ल्याउँदै थियो। बिचमा चाहिँ
बाहिर हिँड्न सकेपछि चाहिँ गाउँघरमा त्यो अब डिमान्ड आएको जसले जे माग्नु भएको हुन्छ समयमा दिन सकेन भने उहाँले छोड्दै जानुहुन्छ अर्कोतिर जाँदै हुनुहुन्छ त्यही भएर अनि बाहिर हिँड्न थालेपछि लगभग 5 वर्ष भयो म बाहिरै छु। ए भनेको ट्रेनिङ दिँदै हिँड्दै गर्दै गत साल पश्चिमी जिल्लामा थिएँ। हजुर। अब यसपालि चाहिँ खोटाङ भोजपुर। ए बाँस सम्मेलन पछि हजुर यहाँ आउनुभयो होइन? खोटाङको बाँस सम्मेलन बाँस सम्मेलनमा पनि गएको थियौँ हामी, तालिममै थियौँ हामी। खोटाङको लाइम डाँडामा बाँस सम्मेलन हुँदै गर्दा म तालिमैमा 1 महिना तालिममा थियौँ। त्यहाँ सक्ने बित्तिकै अनि म भोजपुर गएँ, भोजपुरबाट यहाँ आएँ। अब यहाँबाट फेरि बेलबारी जाँदैछु। त्यसपछि पश्चिममा एउटा छोटो अवधिको पढ्दै कमाउँदै भन्ने एउटा कार्यक्रम रहेछ, त्यहाँ पनि बोलाउनु भएको छ। अब भ्याइयो भने पुगिन्छ। ए सर, हजुरको यो थुलुङदुधको सीमा 1 महिना रहँदाको अनुभूति चाहिँ नि यहाँको हाम्रो जो यहाँ बुन्दै हुनुहुन्छ होइन, उहाँहरू सिकारुहरूको चाहिँ मनोभावना के रहेछ, कस्तो पाउनु? उहाँहरूले अब यो निरन्तरता दिनु होला के लाग्छ तपाईँलाई? एक त हाम्रो यहाँ पाको उमेरको मेरो हजुरबा समानको मान्छेलाई पनि सिकाउनु परेको छ। कोही छोरा भाइहरू जस्तो पनि हुनुहुन्छ, दाइहरू जस्तो, उहाँहरूको उत्साह राम्रो छ, अहिलेसम्मको प्रतिक्रिया राम्रो छ। अनि त्यो काम गराइ पनि छ। अहिले उमेर पाको भइकन पनि निरन्तरता छ कि, छोड्नु भएको छैन। अनि अर्को कुरो, उहाँहरूले भोलि यहाँ जति जान्नु भएको छ त्यो व्यवहारमा घरमा उतार्दै जानुभयो भने त म पनि त्यही अवस्थाबाट आएको मान्छे हो। त्यही भएर उहाँले निरन्तरता दिनुभयो भने बढ्दै जान्छ। बिचमा गएर घरमा गएर आज होइन भोलि होइन पर्सि होइन निकोर्सी गर्दै जानुभयो भने बिर्सिँदै जानुहुन्छ मेरो बुझाइमा चाहिँ। र अहिलेसम्मको जोस जाँगर उत्साह छ, उत्साहजनक छ, राम्रो छ। हजुर, भनेको उहाँहरूको चाहिँ प्रगति 1 महिनाको धेरै राम्रो छ होइन? ठिकै छ। त्यही हो, अब जानेका कुराहरूलाई चाहिँ निरन्तरता चाहिँ हुनैपर्छ। निरन्तरता भएन भने चाहिँ बिर्सिँदै जाने सम्भावना हुन्छ। अब निरन्तर गर्दै जानुभयो भने त्यो बनाएको सिकेको भन्दा पनि थपिँदै जान्छ, बढ्दै जान्छ। आइडियाहरू अरू थप प्लस हुँदै जान्छ होइन? तरिका, डिजाइन, आइडिया सबै बढ्दै जान्छ। छोड्दै जानुभयो भने घट्दै गइन्छ। खासै त्यत्रो टाढाको पनि होइन, म बिचमा नजानेको कुरोहरू पनि सेयर गराएको हुन्छ। घर चाहिँ हजुरको? मेरो गाईघाट, वडा नम्बर 2 उदयपुर गाईघाट। ए हजुर, हुन्छ। हजुरसँग सम्पर्क गर्नेछौँ। म यो कार्यक्रम हुँदै गर्दा नि मैले कुनै सोध्न भुलेको छुट्टै जस्तो लाग्ने हजुरले, या चाहिँ अब यो बाँस भएको हाम्रो गाउँठाउँमा भएको बाँसलाई चाहिँ उपयोग गरेर जीविकोपार्जन गर्छु भन्ने मनाशय भएको युवा होइन अथवा चाहिँ इच्छुकहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ अन्त्यमा सर? स्वदेशमै बसेर रोजगारीको सिर्जना गरौँ। अर्को कुरो, बाँस सँगसँगै मैले अस्ति सम्मेलनमा पनि हाम्रो मेयर साहबलाई पनि सम्झाइरहेको छु, भनिरहेको छु, हाम्रो भेगतिर सबै भेगतिर जस्तो यही नेचा सल्यानमा बेतघारी भन्ने ठाउँ छ। हजुर, त्यस्तै बेतघारी हाम्रो सबै पहाडी जिल्लामा बनाउन सकिन्छ। अनि यो बाँस सँगसँगै हामीले बेतलाई पनि प्राथमिकता दिउँ। मेरै जिल्लामा पनि अब अहिले बेत भर्खरै रोपिसकेको अवस्था छ, बढ्दैछन् बिरुवाहरू। सबै खालको बेतहरू चाहिँ सबै जिल्ला खोल्चा खाल्ची पहाडी भेगुन्दी सबैतिर रोपेर बाँस र बेत दुइटैलाई एक सँगसँगै लैजाउँ कि मेरो चाहिँ चाहना थियो। सँगै गरियो भने बेतको अझ राम्रो सामानहरू, क्वालिटीको सामानहरू बनाउन सकिन्छ। बेत लगाउँ भन्नुभयो नि सर, त्यसको के छ हजुरलाई? त्यो यो अल्टिच्युडसँग कति हाइटसम्म, जस्तै यतातिर हुन्छ कि हुँदैन? हाइटमा त नहोला, लगभग नेचा जतिको ठाउँमा हुन्छ भनेपछि त हाम्रो भेगमा पनि यो थुलुङदुधको सीमा पनि हुन्छ, तराई जिल्लामा पनि हुन्छ, बाँके बस्तीतिर। भनेको यो थुलुङदुधको सी गाउँपालिकाको यो कोशी वरिपरिको भूभागहरूमा चाहिँ बेतहरू क्षेत्रमा चाहिँ खोल्चा खाल्चीमा चिसान क्षेत्रमा मजाले लाउन सकिन्छ। अनि त्यो पनि बाँदरले खाने चिज होइन है, त्यसबाट पनि केही उत्पादन लिन सकिन्छ। रोपेको केही समयपछि त्यहाँबाट पनि उत्पादन लिन सकिन्छ, राम्रो सामानहरू बन्छ। हामीले अहिले बेत खोज्न इन्डिया जानुपर्छ, पश्चिमी जिल्लाहरूमा जानुपर्छ, हाम्रै भेगतिर पनि प्रशस्त हुन सक्छ। त्यो गऱ्यो भने चाहिँ सम्भावना तत्कालै नभए पनि बिस्तारै कर्मी रूपमा हुन्छ, सम्भावना छ। हजुर, हस्, धन्यवाद कुराकानीको लागि सर। हस्, धन्यवाद। हस्।